नमस्कार आदरणीय दर्शक महानुभावहरू, तपाईहरु हेर्दै हुनुहुन्छ स्याङ्जा जिल्लाकै पहिलो टेलिभिजन लक्ष्मी टेलिभिजन। आज विशेष गरेर हाम्रो स्याङ्जाको मध्यबिन्दुमा रहेको यो छाया क्षेत्र साङसाङदी शिव मन्दिरमा रहेर आज विशेष गरेर यो शिवरात्रिको सन्दर्भमा कुराकानी गर्नेछौँ र यहाँको विभिन्न विषयवस्तु सँगै यो शिवरात्रिको महत्त्वको सन्दर्भमा कुराकानी गर्नेछौँ। लागौँ त्यसैतर्फ। बजारमा 1000 पर्ने ब्यागहरू 350 मा रोजेर लग्नुहुन्छ। बजारमा 1000 पर्ने ब्यागहरू 350 मा
बाह्रमा हो क्या मेरो एकछिन 12 मैले भनेर हुन्छ
शिवशंकर भोले बाबाको अगाडि आउनुहोस् त दिनुहोस् यो झराइदिनुहोस् न म चढाउने चढाउँछु बाँकी हजुरलाई दिन्छु समितिको मान्छे नै डराउँछ
शङ्कर भोले बाबाको पातैमा हामीलाई पनि लैजाऊ शिव तिम्रो साथैमा बोलिए कैलाशपति महादेव को हे भगवान हे कति सुहायो शिवजीलाई पार्वती कति सुहायो
कति सुवायो कति सुवायो हामी प्रत्यक्ष रूपमा छाङछाङदी छाया क्षेत्र मन्दिरमा रहेर यहाँको विषयवस्तु प्रस्तुत गरिरहेका छौँ। तपाईँलाई सम्पूर्ण दर्शक महानुभावहरूलाई बोले श्री कृष्ण भगवान को भगवान
बोले विघ्नहर्ता गणेशजीको हे भगवान श्री गणेश शयनमा सबै मिली भगवानको गरौँ भजना श्री गणेश शयनमा सबै मिली भगवानको गरौँ भजना Bye.
भरी बिल्पत्रको घरी नमस्कार आदरणीय दर्शक महानुभावहरू, तपाईँलाई हामी निरन्तर रूपमा यो स्याङ्जाको मध्यभागमा रहेको छाया क्षेत्र शिव मन्दिरमा रहेर आज विशेष गरेर शिवरात्रिको सन्दर्भमा विभिन्न दृश्यहरू र यहाँको विषयवस्तुहरू उठान गरिरहेका छौँ। यसै सन्दर्भमा हामीसँग कुराकानी गर्नका लागि यस क्षेत्रका समाजसेवी व्यक्तित्व एवं वीरकोट नगरपालिका वडा नम्बर 4 का वडाध्यक्ष रत्नप्रकाश श्रेष्ठी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ लक्ष्मीजी। धन्यवाद। विशेष गरेर तपाईँको वडाभित्र एउटा यो पश्चिमाञ्चलकै एउटा पशुपति क्षेत्र जुन एउटा छाया क्षेत्र साङसाङदी मन्दिर छ, यसको महत्त्व र गरिमा के कसरी बुझ्नु भएको छ र यसलाई यसको सन्दर्भमा जानकारी गराउनुहोस् न। धन्यवाद। यसको विषयमा अब पूर्वकालदेखि नै यहाँ चाहिँ भक्तजनहरू आइरहने हो। हामी सानै हुँदादेखि नै, खास भन्दाखेरि श्री स्वस्थानी व्रतकथामा सतीदेवीको अन्तिम अङ्ग यो छाया क्षेत्रमा पतन भएको भन्ने उल्लेख पनि छ। यहाँ अन्तिम अङ्ग पतन भइसकेपछि महादेवले अनि प्यास लागेर थाकेर प्यास लागेर अनि पहाड छेडेर पानी उत्पत्ति गराएर अनि जल पिएर चाहिँ प्रस्थान गर्नुभएको भन्ने कहावत छ। र यसैले हामी सानै उमेरदेखि नै यहाँ भक्तजनहरू आइराख्ने, हामी आउने गर्दै थियौँ र हाल आएर अहिले धेरै प्रचलित भइराखेको छ यो शिव मन्दिर, छाया क्षेत्र शिव मन्दिर। र अहिले चाहिँ हाम्रो नेपाल अधिराज्य लगायत विदेशबाट भारतदेखि पनि यहाँ चाहिँ तीर्थ गर्न भनेर आउने अहिले छ। जस तपाईँको वडाभित्र एउटा यो राष्ट्रिय गौरवको विषय एवं यो महत्त्वको विषय, धर्मसँग जोडिएको विषय रहेको छ। तपाईँ एउटा स्थानीय तहको सरकारको प्रतिनिधित्व गर्ने व्यक्तित्व र यो मन्दिरको निर्माण र अझै व्यवस्थापन गर्ने सन्दर्भमा तपाईँले आफ्नो सदनभित्र अर्थात् आफ्नो स्थानीय तहभित्र कसरी जोरदार आवाज उठाउनु भएको छ, स्थानीय तहले कसरी हेरेको छ र यसको विकास निर्माणमा तपाईँहरू निरन्तर रूपमा कटिबद्ध लागिरहनु भएको छ, थप प्रश्न पारिदिनुहोस् न। यसको विकासको निम्ति हामी स्थानीय तहबाट पनि लागिराखेका छौँ, यहाँको समिति पनि लागिराखेको छ। र अहिले गत वर्ष पनि स्थानीय तहबाट नगरपालिकाबाट 60 लाखको काम भयो। त्यसमा हामीले चाहिँ 108 धारा जलधारा र 108 शिवलिङ्ग बनाउने योजनामा छौँ। अब यो वर्ष हामी चाहिँ नगरपालिकाबाट पनि योजनाहरू माग गरिराखेका छौँ र प्रदेशबाट खानेपानी विभाग प्रदेशबाट चाहिँ ट्याङ्की बनाउनलाई हामीले योजना पेश गरेका छौँ। लगभग 2 लाख लिटरको ट्याङ्की बनाएर 108 धारालाई पुग्ने हिसाबले ट्याङ्की बनाएर चाहिँ आगामी वर्ष 108 धारा 108 शिवलिङ्ग बनाउने योजना छ। र पर्यटन मन्त्रालयमा पनि जाने, यसलाई यसको अझै डिपिआर पास गरेर हामीले चाहिँ ठाउँमा भनौँ न आफ्नो सङ्घमा हुन्छ, प्रदेशमा हुन्छ, गएर हामीले चाहिँ यसको विकासको निम्ति पहल गर्ने योजना बनाइएको छ।
धन्यवाद। आफ्नो कार्य व्यस्तताको बावजुद पनि यहाँको पर्यटन क्षेत्रसँगै धार्मिक महत्त्व बोकेको छाया क्षेत्र छाङछाङदीको सन्दर्भसँगै वडा र आफ्नो जिम्मेवारी तहमा रहेर यो मन्दिरको लागि खेल्नुभएको भूमिकाप्रति धन्यवाद दिँदै हामीलाई देश तथा विदेशबाट यति बेला हेरिरहनु भएको छ दर्शक महानुभावहरूले उहाँलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई पनि यहाँ आइदिनुहोस् होइन। यहाँ चाहिँ एकदमै सत छ यहाँ होइन। शिव महादेवको एकदमै ठुलो सत भएको क्षेत्र हो। हाम्रो बाउ बाजेको पालादेखि नै यहाँ चाहिँ अब समय समयमा भगवान् उत्पत्ति भएर नाच पनि के मूलधारामा नाच पनि देखिने त्यस्तो पनि कहावत छ। त्यसैले चाहिँ सम्पूर्ण भक्तजनहरू यहाँ आएर दर्शन गरेर आफ्नो इच्छा मनोकामना पुरा गराउनुहोस् भन्ने हार्दिक अनुरोध गर्दै अनि लक्ष्मी टिभीलाई पनि म वर्ष होइन हरेक पटक आउनुहुन्छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै म टुङ्ग्याइदिउँ मेरो भनाइ यहाँ अन्त गर्दछु। धन्यवाद। धन्यवाद। आदरणीय दर्शक महानुभावहरू, हामी तपाईँलाई निरन्तर रूपमा यो छाया क्षेत्र छाङछाङदीमा रहेर आज विशेष गरेर शिवरात्रिको महिमा र छाङछाङदीको विषयमा कुराकानी गरिरहेका छौँ। त्यसै गरी आज विशेष गरेर छाया क्षेत्र छाङछाङदी शिव मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अत्यन्तै महिला नेत्री धार्मिक व्यक्तित्व लक्ष्मी थापाजी हुनुहुन्छ यति बेला हामीसँग कुराकानी गर्नका लागि। यहाँलाई हार्दिक स्वागत छ लक्ष्मी टेलिभिजन। सबैलाई नमस्ते। आज यो हिन्दूहरूको महान पर्व महाशिवरात्रि पर्वको अवसरमा यस छाङछाङदी छाया क्षेत्र शिव मन्दिरमा पाल्नुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा म हार्दिक नमस्कार एवं स्वागत गर्न चाहन्छु। र आज यो महाशिवरात्रि पर्वको अवसरमा शनिबार शनि त्रयोदशी पनि परेको हुँदा यहाँ श्रद्धालु भक्तजनहरूको अत्यन्तै घुइँचो छ र हामी यस मन्दिरको समितिहरूले सक्दो सेवा दिने प्रयास गरिरहेका छौँ। र आजको महत्त्व यो हामी हिन्दूहरूको यो शिवजी आराध्य महादेव भनेर हामी चिन्छौँ र अहिले हामी नयाँ यो व्यवस्थापन समिति भए लगत्तै यस समितिमा म उपाध्यक्ष भएर काम गर्न पाउँदा म आफूलाई एकदम गर्व महसुस गरेको छु। विशेष गरेर यो छाया क्षेत्र मन्दिर छाङछाङदीको महत्त्व र गरिमासँगै आज विशेष गरेर शिवरात्रि यसको सन्दर्भमा जोड दिनुहोस् न। यहाँ यो मेरो जन्मस्थान यही भएको कारण यहाँ यो छाङछाङदी छाया क्षेत्र शिव मन्दिर जुन हामीहरूले यस मन्दिरको नाम देश विदेशमा चिनाउन सफल भएका छौँ कि यो छाङछाङदी भनेर एउटा यो छाङछाङ गर्दै झरेको यो पानी यो डी भन्नाले मगर भाषामा छाङछाङदी भनेर राखिएको यो पौराणिक धार्मिक ग्रन्थ अनुसार यो सतीदेवीले आफ्नो अङ्ग पतन गर्दाखेरि शिवजीले यो संसार भ्रमण गर्ने क्रममा यो अन्तिम अङ्ग पतन भएको यो ठाउँ छाङछाङदी यसमा यो छाया क्षेत्र जुन स्वस्थानीमा पनि यसको बारेमा वर्णन गरिएको छ र यसलाई अहिले हाम्रो यो व्यवस्थापन समितिले पनि पहिला छाया क्षेत्र सेवा समिति भनेर हामीले राखेको थियौँ भने अहिले आएर छाङछाङदी छाया क्षेत्र शिव मन्दिर भनेर हामीले यसलाई अनुमोदन गरेर यसरी अगाडि बढाएका छौँ। र यहीँ नजिकै तल सिङ खोला छ, यो पनि हाम्रो मगर भाषामा राखिएको दाउरे खोला भन्ने थियो। त्यसले गर्दा अहिले हाम्रो यो व्यवस्थापन समितिमा पनि धेरै राम्रो तरिकाले विगतमा भएका कमी कमजोरीहरू पनि त्यसलाई सुल्झाउँदै अगाडि बढिरहेका छौँ। यो
विशेष गरेर तपाईँ यहाँ हरेक यस्ता गतिविधिहरूमा देखिने गर्नुहुन्छ, समाजसेवी रूपमा स्वयंसेवकको रूपमा भूमिका निर्वाह गरिरहनु हुनुहुन्छ। यहाँको चेली भइकन पनि जोस माइती घरलाई यो माइती भूमिलाई माया गरेर हरेक क्रियाकलापहरूमा देखिनुहुन्छ। तपाईँ जस्तै महिला दिदीबहिनीहरूलाई यहाँ यो भूमिमा आउनका लागि, यस्तै स्वयंसेवक बनिदिनका लागि र विशेष गरेर आज यो टेलिभिजन हेरेर बस्ने देश तथा विदेशमा रहनुहुने महिला दिदीबहिनीहरूलाई के भन्न चाहनुहुन्छ? यो अब हामी मानव भएर मानवै धर्म मानवै सेवा ठुलो हो जस्तो लाग्छ मलाई। र यहाँ अब म चाहिँ एउटा मेरो सामाजिक काम नेपाल रेड क्रस सोसाइटीबाट सुरु भएको हुँदा नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखाको उपसभापति पनि हो म। र त्यसले गर्दा मलाई यो सामाजिक कामहरूमा असाध्यै गर्न मन लाग्छ। यो राजनीतिभन्दा सामाजिक कामबाट मेरो यो काम सुरु भएको हुँदाखेरि अब यस्तै चाडपर्वहरूमा म यो समितिमा रहँदा पनि नरहँदा पनि म निरन्तर यो मेरो जन्मभूमि यो पवित्र धार्मिक स्थल म यहाँ आएर सेवा गरिरहेको हुन्छु। र एकदम आत्मादेखिबाट सेवा गर्ने दिदीबहिनीहरूले यो चाडपर्वको बेलामा यहाँहरू सेवा गर्न चाहनुहुन्छ भने आफ्नो समय छुटाएर यस मन्दिरमा आएर सेवा गर्न सक्नुहुनेछ। र यहाँहरूलाई म हार्दिक स्वागत गर्न पनि चाहन्छु। र फेरि पनि अब यो फागुनको आज 6 गते पर्न गएको यो महाशिवरात्रि पर्वको अवसरमा सम्पूर्ण देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म यसै मिडिया मार्फत सबैमा सुख शान्ति समृद्धिको कामना गर्दै यहाँहरूको सफलता सुस्वास्थ्य दीर्घायुको कामना गर्दै म हार्दिक शुभकामना पनि टक्राउन चाहन्छु। धन्यवाद। यहाँले बिहान 3 बजेदेखि नै यहाँ श्रद्धालु भक्तजनहरूलाई व्यवस्थापन गर्दै लागिरहनु भएको थियो। त्यसको सन्दर्भमा पनि यहाँले हामीले देखिरहेका थियौँ। र पनि यहाँ आफ्नो कार्यव्यस्तताका बावजुद पनि छाया क्षेत्र शिव मन्दिर सँगसँगै यहाँको तपोभूमिका सन्दर्भमा र आफ्नो कार्यका सन्दर्भमा जानकारी गराइदिनु भयो। यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद सर। आदरणीय दर्शक महानुभावहरू, हामी आज विशेष गरेर शिवरात्रिको रिपोर्टिङको सन्दर्भमा स्याङ्जाको मध्यभागमा रहेको छाया क्षेत्र साङसाङदी शिव मन्दिरमा रहेका छौँ। र त्यसै सन्दर्भमा हामीसँग कुराकानी गर्नका लागि अत्यन्तै शालीन र पारदर्शी, जुन कि यहाँलाई हामीले लामो समयदेखि अर्थ व्यवस्थापनको पाटोमा हामीले पाइरहेका छौँ, छाया क्षेत्र शिव मन्दिर सेवा समितिका सहसचिव एवं आर्थिक सङ्कलन समितिका संयोजक आदरणीय अत्यन्तै धार्मिक व्यक्तित्व, शालीन व्यक्तित्व शोभाकान्त पौडेलज्यू, यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद विक्रम सर। आज यसमा बोल्न पाउँदा हजुरहरूसँग यो छाङछाङदीको बारेमा भन्न पाउँदा खुसी लागेको छ र धन्यवाद छ हजुरहरूलाई। चाहिँ यो लामो समयदेखि अर्थको पाटो जिम्मेवारीका साथ प्रस्तुत गरिएको छ, हामीले देखिरहेका छौँ। यो व्यवस्थापन गर्न अलिकति गाह्रो पनि हुन्छ र यहाँले सहज रूपमा व्यवस्थापन गरिदिरहेको हामीले पाइरहेका छौँ। यसको सन्दर्भमा जानकारी गराउनुहोस् न। धन्यवाद विक्रम सर। यो आर्थिक पाटो सम्हाल्न गाह्रो पनि हुन्छ र गाह्रो हुँदै पनि अब नसम्हाली पनि नहुने हाम्रो यो गण्डकी प्रदेशकै महत्त्वपूर्ण तीर्थस्थल र आज महाशिवरात्रिको पावन अवसरको दिन पनि हो। र यहाँ हाम्रो आर्थिक सङ्कलनको सम्बन्धीमा हाम्रो मन्दिरको दक्षिणा भेटी छुट्टै पाटोबाट आएको हुन्छ, आजीवन सदस्यहरूको पाटो छुट्टै हुन्छ र सहयोग रसिदबाट आएको अर्थ सङ्कलन छुट्टै हुन्छ। र यो जुन हाम्रो भजन मण्डली मन्दिरबाट आएको पनि विभिन्न अरू शीर्षक जस्तो अहिले चाहिँ हाम्रो कतिपय टाढा टाढाबाट आउनेहरूले हामी छिटो मन्दिरको दर्शन गरेर हामी बाहिर जान पनि पर्नेछ भनेर भन्ने त्यस्ता आफ्नो स्वइच्छुक लागेका हाम्रा श्रद्धालु भक्तजनहरूलाई हामीले रु 200 दिएर उहाँहरूले इच्छुक रूपमा 200 दिएर र त्यसरी द्रुत मार्ग पनि प्रयोग गर्नुभएको छ। र साधारण पनि हाम्रो चाहिँ जति पहिला जस्तो थियो र आज भिन्न फरक पनि छ। र त्यस्तो कतै पनि त्यस्तो भिडभाड नदेखिकन झन्डै अहिलेसम्म हाम्रो खास गरेर हाम्रो यो कार्य समितिको लक्ष्य त झन्डै 20-25 हजारभन्दा बढी श्रद्धालु भक्तजनहरू हाम्रो भित्र्याउने लक्ष्य हो। तर आज बिहान 2 बजेदेखिबाट अहिलेसम्म नै यो अवस्थामा रहिरहेको छ। अब अहिले लगभग झन्डै 12 बजिन लागिसकेको छ। 1-2 बजेसम्म नै हाम्रो यो त निरन्तरता नै रहिरहन्छ। त्यस्तै गरेर अर्थ सम्बन्धी नै हाम्रो अझै अब यो सिद्धार्थ राजमार्गको नजिक भएको हुनाले सिद्धार्थ राजमार्ग पनि जोडिएको हुँदा हाम्रो पार्किङ छुट्टै छ। त्यसै गरी यो प्रवेशद्वारबाट हाम्रा विभिन्न स्टलहरूमा बस्नेहरूको पनि कोही वार्षिक अर्थ सङ्कलन भएको छ भने कोही
मासिक अथवा दैनिक रूपमा पनि उहाँहरूबाट पनि हामीले लिएर यसलाई चाहिँ आर्थिक पारदर्शिताको लागि चाहिँ हामी तिमी यहाँ आएर आज एक ठाउँमा सङ्कलन हुन्छ विभिन्न शीर्षकको, त्यो शीर्षकबाट हामीले त्यो मिडिया जस्तो हाम्रो लक्ष्मी टेलिभिजन, वालिङ टेलिभिजन तिनीहरूमा पनि हामीले चाहिँ यति यो शीर्षकबाट यति आएको छ भनेर हामीले त्यहाँ पनि दिन्छौँ र हामीले भौचर लिएर आएर हामी ब्याङ्कमा भौचर गर्छौँ। विभिन्न ब्याङ्कहरूमा हाम्रो खाता खोलिएको छ, कतिपय QR कोडबाट पनि हामीलाई चाहिँ यहाँ म्यासेज गरेर दिनुभएको पनि छ र हामीले चाहिँ भौचर सहित लिएर आएर हामी चाहिँ यहाँ चाहिँ पारदर्शिता साथ हामीले यो कुनै पनि 1 रुपियाँ पनि दुरुपयोग हुन नदिनको लागि चाहिँ हामी अविरल हामी लागिरहेका छौँ। टिकरामजी, जो श्रद्धालु भक्तजनहरूले यहाँहरूलाई विश्वास गरेर दान बेटिकाहरूदेखि लिएर दानहरू गर्नुभएको छ, आजीवन सदस्य निर्माण गर्ने कुराहरूदेखि लिएर अत्यन्तै लागिरहनु भएको छ। यहाँहरूले यो हाम्रो खर्च कसरी व्यवस्थापन गरिएको छ, अर्थात् खर्च गर्ने तरिका के छ, यसलाई पारदर्शी गर्ने सन्दर्भमा यहाँहरूले कस्ता खालका भूमिकाहरू निर्वाह गर्नुभएको छ, आम दर्शकहरूका लागि चासोको विषय पनि बन्न सक्छ। यसको सन्दर्भमा अझै प्रश्न पारिदिनुहोस् न। धन्यवाद टिकराम सर। यसमा के छ भन्दा खर्चको विषयमा जस्तो हाम्रो 1000 भन्दा माथि हामीले दिनेहरूलाई कतिपय हामीले चाहिँ चेक नै काटेर पनि हामीले चाहिँ अब बुझाउने गर्छौँ र कतिपय हाम्रो आज चाहिँ हाम्रो स्वयंसेवकहरू कतिपय पैसा तिरेर पनि हामीले यहाँ जुटाएका छौँ। उनीहरूलाई हामीले आजकै यस मात्र चाहिँ हामीले जुन हाम्रो यो सङ्कलन भइसकेपछि उहाँहरूलाई बुझाएर जति पनि उहाँहरूले कोही द्रुत मार्गमा स्वयंसेवकहरू गर्नुभएको छ, कोही जलधारामा काम गर्नुभएको छ, कोही मन्दिर परिसरमै यहाँ हुनुहुन्छ स्वयंसेवकको रूपमा, कोही अब चाहिँ साधारण लाइनमा पनि जुट्नु भएको छ। उहाँहरूलाई चाहिँ हामीले पारिश्रमिक हाम्रो चाहिँ यति उति भनेर तोकिएको छैन। हाम्रो समितिको निर्णय अनुसार चाहिँ उहाँलाई केही उहाँहरूको दिनभरिको चाहिँ केही चिया खर्च भनेर हामीले छुट्याउने गरेका छौँ र त्यसलाई खर्चबाट आइसकेपछि जस्तो हाम्रो यहाँ आज चाहिँ कति प्रसादको रूपमा फलफुलहरू पाउन अतिथिहरू आउनुभएको छ, अन्य चाहिँ अब हाम्रो खाजा खर्चहरू छ, त्यसमा पनि ती आएका खर्चहरू हामी मिटिङबाट बसेर आएका खर्चहरूबाट चाहिँ हामीले चाहिँ आम्दानीमा बाँड्ने गरेका छौँ। धन्यवाद जानकारीको लागि। र विशेष गरेर अब हामीलाई देश तथा विदेशबाट हेरिरहनु भएको छ, हाम्रो छाङछाङदी छाया क्षेत्र मन्दिरमा उहाँहरूले दान दक्षिणा गर्न चाहनुभयो भने देश तथा विदेशबाट उहाँहरूलाई कस्तो खालको व्यवस्थापन मिलाइएको छ, अर्थात् यसको खाता नम्बर केही छ भनेर यहाँ प्रविधि छ भने यहाँले जानकारी गराउनुहोस् न। हाम्रो जुन हाम्रो मुक्तिनाथ के अरे लक्ष्मी के अरे सर कस्तो नाम आएन मलाई पनि छ, जस्तो खाता नेपाल ब्याङ्कमा छ र अनि खाता नम्बर हामीले दिएर पनि त्यसरी पनि सहयोग गरेका छौँ। अनि कति गरिमा विकास ब्याङ्कमा छ, मुक्तिनाथ विकास ब्याङ्कमा छ। यसरी हामीले खाता नम्बर दिएर पनि विदेशबाट गर्नेहरूलाई पनि मैले छायाक्षेत्र मन्दिरलाई मैले सहयोग गर्छु भन्नेहरूलाई पनि हामीले खाता नम्बर पठाएर पनि उहाँहरूले अहिलेसम्म पनि QR कोड खाता नम्बरबाट पनि सेवा गरिरहनु भएको पनि छ र त्यो उपलब्ध पुर्याएका छौँ हामी। कतिपय सन्दर्भमा मोबाइल नम्बर दिएर पनि सेभ गरेर व्यवस्थापन गर्न अथवा चाहिँ पठाउन सकिने व्यवस्था छ, त्यसको सन्दर्भमा नि उहाँहरूलाई जानकारी गराउनुहोस् न। धन्यवाद। त्यसको लागि पनि जुन मोबाइलबाट पनि उहाँहरूले चाहिँ आफ्नो मोबाइल ब्याङ्किङबाट पनि उहाँहरूले चाहिँ हाम्रो यो जुन अहिले अघि भनेका ब्याङ्कका खाताहरूमा उहाँहरूले चाहिँ त्यसबाट पनि उहाँहरूले सोझै कतिपय आजीवन सदस्य भयो, सहयोग रसिद भयो, अनि जुन यो हाम्रो अहिले चाहिँ हाम्रो यो मन्दिर परिसरको दाहिनेपट्टिमा जुन 108 जलधारा 108 शिवलिङ्ग र त्यहाँ चाहिँ त्यो जडान गर्नको लागि प्रत्येकले हाम्रो समितिले एउटा जलधाराको लागि र एउटा शिवलिङ्गको लागि यति नै भनेर हामीले चाहिँ त्यो निर्णय गरिसकेका त छैनौँ। तर त्यसमा पनि मलाई मेरो नाम लेखिदिनुहोस् र यसमा कति लाग्छ भनेर पनि यस्ता भक्तहरू हाम्रो यहाँ चाहिँ आइरहनु भएको छ र हामी तिमी नाम टिपाइरहनु भएको पनि छ। यसरी पनि हामीले यो पनि गराइरहेका छौँ र यसमा पनि आजै पनि 8-10 जनाले चाहिँ यो मेरो पनि मैले पनि एउटा शिवलिङ्ग र एउटा जलधाराको लागि चाहिँ त्यसमा आर्थिक कति लाग्छ त्यो मेरो लेखाइदिनुहोस् भनेर पनि आज पनि 10-8 जनाले नाम टिपेर गइसक्नु भएको छ र आज लगभग 8-10 जना नै आजीवन सदस्य पनि बनिसक्नु भएको पनि छ। अहिले आजीवन सदस्य बन्नका लागि कति सहयोग गर्नुपर्ने छ, कति निर्धारण गरिएको छ, त्यसको सन्दर्भमा जानकारी गराउनुहोस् न। धन्यवाद टिकराम सर। यसलाई चाहिँ हाम्रो जुन भदौ 26 गतेको हाम्रो साधारण सभा अथवा अधिवेशनले भन्दा अगाडि चाहिँ हाम्रो 7000 थियो भने त्यस पछाडि भदौ 26 गतेबाट यता 7500बाट चाहिँ हाम्रो आजीवन सदस्य बन्ने रहेको छ र जुन रसिदको लागि चाहिँ हामीले सहयोग रसिद भनेर काटिएको छ, सहयोग रसिदमा 100 भन्दा मुनिको दान पेटिकामा 100 भन्दा माथि दिन चाहनेहरूले हामीले चाहिँ म रसिद काट्छु भन्नुभएको छ भने रसिद पनि काट्नु भएको छ। कतिपयले चाहिँ 100, 500, 1000 आफ्नो खुसी अनुसार दिनुभएको छ भने 5000 भन्दा माथिको चाहिँ रसिद काट्नेहरूलाई फेरि हामीले यो समितिले निर्णय गरेर शिलालेखमा नाम लेख्ने पनि हामीले गरेका छौँ।
धन्यवाद। यहाँको आर्थिक पाटो व्यवस्थापनको सन्दर्भमा अत्यन्तै पारदर्शी रूपबाट सम्हालेर यो समितिलाई यहाँसम्म ल्याउनका लागि महत्त्वपूर्ण भूमिका खेल्नुहुने व्यक्तित्व, अत्यन्तै नै धार्मिक व्यक्तित्व, यो आर्थिक सङ्कलन समितिका संयोजक शुभाकान्त पौडेलजीलाई हामी हाम्रो तर्फबाट पनि हार्दिक धन्यवाद दिन चाहन्छौँ। यति बेला हामीलाई देश तथा विदेशबाट हेरेर बस्नुहुने दर्शक महानुभावहरूलाई अन्त्यमा के भन्नुहुन्छ? म देश तथा विदेशबाट हेरेर बस्ने महानुभावहरूलाई मैले के भन्न चाहन्छु भने यस छाया क्षेत्र मन्दिरलाई हाम्रो पश्चिम गण्डकी प्रदेशकै यो पहिलो झन्डै पहिलो धार्मिक तीर्थस्थल बनिरहेको छ। यसलाई चाहिँ हजुरहरूले जहाँबाट जुन ठाउँबाट रहेर सहयोग गरिदिनुहोस्, यसको चाहिँ महिमा बढाइदिनुहोस्, यसको प्रचार गराएर जहाँसुकै पुर्याइदिनुहोस् र हजुरहरू पनि प्रत्यक्ष यहाँ आएर चाहिँ दर्शन गरिदिनुहोस् भन्न म चाहन्छु। धन्यवाद। आफ्नो कार्य व्यस्तताका बावजुद पनि हाम्रो लक्ष्मी टेलिभिजनलाई विशेष गरेर आज छाया क्षेत्र साङसाङदी र शिव महिमाको सन्दर्भसँगै यो शिवरात्रिको सन्दर्भमा जानकारी गराइदिनु भयो। यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। यस छाया क्षेत्र मन्दिरको आर्थिकको पाटो भन्न पाउँदा, हजुरहरूलाई जानकारी गराउन पाउँदाखेरि मलाई पनि खुसी लागेको छ। हस्, धन्यवाद। यो मौका जुटाइदिनु भयो, हजुरहरूलाई धेरै मुरी धन्यवाद। आदरणीय दर्शक महानुभावहरू, हामी तपाईँलाई निरन्तर रूपमा छाया क्षेत्र साङसाङदीको सन्दर्भमा कुराकानी गरिरहेका छौँ। यसै सन्दर्भमा हामीसँग कुराकानी गर्नका लागि यस क्षेत्रका अत्यन्तै सामाजिक व्यक्तित्व एवं राजनीतिक दलका नेतृत्व पनि हुनुहुन्छ। अत्यन्तै यो क्षेत्रलाई सामाजिक रूपमा विकास गर्नुपर्छ, धार्मिक रूपमा विकास गर्नुपर्छ भनेर अगाडि बढ्नुभएका धार्मिक व्यक्तित्व लक्ष्मण प्रसाद अधिकारीजी हुनुहुन्छ। यति बेला यहाँलाई हार्दिक स्वागत छ लक्ष्मी टेलिभिजन। धन्यवाद। नमस्ते सम्पूर्णमा। जस यो तपाईँको क्षेत्रभित्र एउटा यो पश्चिमाञ्चलकै पशुपति क्षेत्र भनेर चिनिने एउटा धार्मिक महत्त्व बोकेको क्षेत्र तपाईँको क्षेत्रमा छ। यसको विकास निर्माण सँगसँगै यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा यहाँको पार्टी र यहाँको भूमिका अत्यन्त महत्त्वपूर्ण रहनेछ, त्यसको सन्दर्भमा जानकारी गराउनुहोस् न। धन्यवाद यहाँलाई। विशेष गरी यो हाम्रो पौराणिक महत्त्व रहेको यो छाया क्षेत्र मन्दिर जुन छाया क्षेत्र धाम छ, यसको विकासका लागि हामी म निवर्तमान वडाध्यक्ष रहँदै गर्दा हाम्रो कार्यपालिकाको तर्फबाट पनि यस क्षेत्रको विकासको लागि हामी अहोरात्र खट्यौँ र प्रदेश र सङ्घबाट ल्याउने कार्यक्रम र योजनाको लागि पनि हामी लागिपऱ्यौँ। विशेष गरी यो धार्मिक क्षेत्रको संरक्षण सम्वर्धन गर्नका लागि र यसको विकासका लागि एउटा गुरु योजना बनाएर अगाडि बढ्ने क्रममा एउटा गुरु योजना तयार भएको छ। विशेष गरी अब बन्ने भौतिक पूर्वाधार यो सिमेन्ट फलामका यो ढलान घरहरू भन्दा पनि विशेष गरी यो प्राकृतिकले दिएको यो सौन्दर्यता छ, यसलाई नै हामीले चाहिँ झल्काउने गरी र यसको जुन पुरातत्व विभागसँग पनि समन्वय गरेर यसको यथार्थ चित्रण झल्काउने गरी अबको निर्माणहरू हुनुपर्छ। जुन कलात्मक र पुरानो शैलीबाट बनेका संरचनाहरू अब हामीले बनाउनुपर्छ, त्यसको जगाउनुपर्छ र त्यो गुरु योजना बनाएर अगाडि बढ्नुपर्छ भनेर हामी लागिरहेका छौँ। विशेष गरी यो छाया क्षेत्र मन्दिर, यो छाया क्षेत्र धाम, हामी धेरै धामहरू अवलोकन गऱ्यौँ, हिँड्यौँ, दर्शन गऱ्यौँ। झन्डै 200-300 धामहरू हिँड्दै गर्दा पनि यस्तो राम्रो धाम हामीले भेटेका छैनौँ। मैले त केवल यसलाई एउटा खोटाङको हलेसीसँग तुलना गर्न चाहन्छु। हलेसीमा यस्तै एउटा प्राकृतिक एउटा सौन्दर्यतासहित एउटा कलात्मक जुन धाम देखिएको छ, त्यस्तै धामको रूपमा यो छ। यो हाम्रो क्षेत्रको एउटा पशुपति क्षेत्र, एउटा मुक्तिनाथ भनेर हामीले मान्ने क्षेत्र हो यो, र यसको लागि संरक्षण गर्नको लागि म मेरो व्यक्तिगत तर्फबाट र नेपाली काङ्ग्रेस पार्टीको सभापतिको तर्फबाट र म रहेको सङ्घ संस्थाको तर्फबाट अगाडि बढिरहेका छौँ। आगामी दिनमा पनि यसको संरक्षणका लागि अगाडि बढ्ने यहाँहरूसँग जानकारी गराउन चाहन्छु। विशेष गरी एउटा यो क्षेत्र प्रचारको अभावले ओझेलमा परेको थियो। तपाईँहरू लगायत यो सामाजिक सञ्जाल र यो जुन पत्र पत्रिकाबाट अहिले जुन यो श्रव्य दृश्य यो टेलिभिजन लगायत सबै मिडियाबाट प्रचार भइसके पश्चात धेरै भक्तजनहरू यहाँ त छाया क्षेत्र धाम रहेछ, अब यहाँ जानुपर्छ, हामी धर्म पुण्य कमाउनुपर्छ भनेर आउने यो अहिले चाहिँ यसको भिडभाड बढ्ने र यसको महत्त्व चाहिँ बल्ल उजागर भइरहेको छ। हाम्रो पौराणिक कथामा पनि लेखिएको छ, श्री स्वस्थानी एउटा व्रतकथा लगायतका पुराणहरूमा यहाँ यसको महत्त्वको बारेमा लेखिएको छ। त्यो देखेर पनि कहाँ हो त साङसाङदी भन्दै खोज्दै यहाँ आइरहेको अवस्था छ। त्यसको लागि तपाईँहरूको जुन यो भूमिका छ, अहम भूमिका, तपाईँहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु।
पछिल्लो पुस्तामा अलिकति धर्मप्रति आस्था अलिकति नजागेको हो कि भन्ने कतै कतै भइरहेको सन्दर्भमा तपाईँ जस्तै र तपाईँभन्दा पछाडिका युवा पिँढीहरूलाई यो धर्ममा लाग्नका लागि भिरकोट नगरपालिकाले छुट्टै खालको अभियान सुरु गरेर यो हिन्दू महासङ्घ गठन गरेर अघि बढेको भन्ने कुराहरू पनि छ। त्यसैलाई पनि अझै टेकेर यहाँले यो धर्म संस्कार संस्कृति संरक्षण गर्ने अभियानमा यहाँको भूमिका के रहनेछ? जहाँ धर्म संस्कार र संस्कृतिको संरक्षण हुन्छ त्यहाँ नै विकास हुन्छ। यो विकासको एउटा सभ्यता हो धर्म संस्कार र संस्कृतिको जगेर्ना। त्यसको लागि पनि हामीले यो सामाजिक महत्त्वको विषयहरू मठ मन्दिर लगायतका क्षेत्रमा त्यसको संरक्षण गर्ने त्यसको प्रचार प्रसार गर्ने र त अभियानमा लाग्ने एउटा हामीले एउटा अभियान त टोली नै छ। हामी त्यसरी लागिरहेका छौँ। कहिले चाहिँ बोलबम समिति होस्, कहिले विश्व हिन्दू महासङ्घ होस्, लगायतका यो धार्मिक सङ्घ संस्थासँग जोडिएर सामाजिक सङ्घ संस्थासँग जोडिएर यसको संरक्षण र प्रबन्धनको लागि हामी अगाडि बढिरहेका छौँ। आगामी दिनमा पनि यसको प्रचार प्रसार र संरक्षणको लागि थप योजना बनाएर अगाडि बढ्ने हामी तयारी गरिरहेका छौँ। धन्यवाद। आफ्नो कार्यव्यस्तताका बावजुद पनि हाम्रो लक्ष्मी टेलिभिजनलाई समय दिएर यहाँको विकास निर्माणसँगै धर्मका कुराहरू गरिदिनु भएकोमा र विशेष गरेर आज शिवरात्रिको सन्दर्भमा शुभकामना दिनुभएकोमा यहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद टिकारामजी लगायत यो लक्ष्मी टेलिभिजन सम्पूर्ण युनिटलाई। यो लक्ष्मी टेलिभिजनले प्रत्येक यो शिवरात्रि मेला लगायतका यो यहाँ हुने धार्मिक मेलाहरूमा आएर यसरी दर्शकहरूलाई यहाँको महत्त्वको बारेमा जुन जानकार गराउने एउटा अवसर दिनुभएको छ र यहाँहरूले जुन एउटा राम्रो काम गर्नुभएको त्यो मानेमा लक्ष्मी टेलिभिजन युनिट सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र सम्पूर्ण भक्तजनहरूलाई यदि तपाईँहरू यहाँ दर्शन गर्न आउन भुल्नु भएको छ, सक्नु भएको छैन भने छिट्टै आएर दर्शन गर्नुहोस्, पुण्य लाभ लिनुहोस् भन्न चाहन्छु र महाशिवरात्रिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय शम्भो। धन्यवाद। भगवान कति सुवायो कति सुवायो हे बाको छला नाको मला कति सुवायो कति सुवायो कति सुवायो नाको छला नाको मला कति सुवायो
आदरणीय दर्शक महानुभावहरू, हामी तपाईँलाई निरन्तर रूपमा छाया क्षेत्र साङसाङदी मन्दिरमा रहेर हामीले यहाँको गरिमामय आज विशेष गरेर शिवरात्रिको सन्दर्भ साङसाङदी र यहाँको व्यवस्थापनको सन्दर्भमा कुराकानी गरिरहेका छौँ। यसै सन्दर्भमा हामीसँग कुराकानी गर्नका लागि श्री छाया क्षेत्र साङसाङदी छाया क्षेत्र शिव मन्दिर सेवा समितिका सचिव, अत्यन्तै धार्मिक व्यक्तित्व, जसले यो मन्दिरका लागि अहोरात्र खटेर आफूलाई यो क्षेत्रको विकास लागि अत्यन्तै आफूलाई तल्लीन बनाउने व्यक्तित्व कृष्ण प्रसाद श्रेष्ठी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ लक्ष्मीजी। धन्यवाद। जस विशेष गरेर यो छाया क्षेत्र मन्दिर तपाईँहरू बिहान 2 बजेदेखि नै खटिरहनु भएको छ यो क्षेत्रको लागि, विकासको लागि, सँगसँगै यो धर्मलाई व्यवस्थापन गर्दै यहाँको पूजा व्यवस्थापनका लागि यो साङसाङदी क्षेत्रको महत्त्व र गरिमा के हो यसको सन्दर्भमा जानकारी गराउनुहोस् न। यो एउटा गण्डकी प्रदेश स्याङ्जा जिल्ला भिरकोट नगरपालिका वडा नम्बर 4 मा अवस्थित यो छाङसाङदी भन्ने स्थानमा यो सतीदेवीको अन्तिम शेषाङ्ग पतन भएको क्षेत्र हो, जुन कि यो गण्डकी प्रदेशकै नमुना धार्मिक तथा पर्यटकीय स्थल मान्न सकिन्छ हामीले यसलाई। यो विशेष गरेर यहाँ स्नान गर्नाले, यहाँ पूजापाठ गर्नाले के प्राप्त हुन्छ भन्ने जनविश्वास छ। यहाँ आज देश तथा विदेशबाट पनि श्रद्धालु भक्तजनहरू आएको हामीले देखिरहेका छौँ, पाइरहेका छौँ। देशभन्दा यो जिल्लाभन्दा बाहिरबाट धेरैभन्दा धेरै श्रद्धालु भक्तजनहरू आएको हामीले देखेका छौँ। यसको सन्दर्भमा जानकारी गराउनुहोस् न। शिवजीको महिमा अपार छ, हामीले शिवजीको गुणगान गरेर हामीले सकिँदैन। जबकि यो ठाउँमा भक्तजनहरू जब आएर तपस्या गर्नुहुन्छ, आफ्नो लक्ष्य पुरा भएको अब कुराहरू हामीले भक्तजनहरूबाट पाउँछौँ। तथापि हाम्रो यो ठाउँमा 1 हप्तासम्म, जबकि मङ्सिर पुस माघमा अति नै यहाँ -डिग्री तापक्रम भएको अवस्थामा पनि भक्तजनलाई शिव चढेर 1 हप्तासम्म यो हाम्रो जलधाराभन्दा भित्रपट्टि एउटा गुफा छ, त्यो गुफामा निराहार भएर 1 हप्तासम्म तपस्या गरेको जगजाहेर छ। र हामीले उहाँलाई बाहिर निकाल्न खोज्दाखेरि पनि उहाँले आफ्नो अडानसहित त्यहीँ बस्न, मलाई शिवजीले यहीँ आराधना गर्न भन्नुभएको छ भनेर उहाँ नै त्यहीँ बस्न चाहनुभयो। र उहाँको परिवारलाई हामीले बोलायौँ र हामीले वडा प्रहरी कार्यालयबाट पनि हामीले महिला सुरक्षाकर्मीहरूलाई पनि बोलायौँ र चाहिँ उहाँहरूको रोहरमा राखेर अनि उहाँको पतिलाई बोलाएर त्यो ठाउँमा उहाँ बस्न चाहनुहुन्छ। अब यसको लागि हजुरहरूले चाहिँ उहाँलाई नै व्यवस्थापन गर्ने जिम्मा लिएर बस्नु भयो भने राम्रो होला भनेर हामीले उहाँलाई छोडेका थियौँ। 1 हप्तासम्म उहाँ निराहार बसेर तपस्या गर्नुभयो र त्यो तपस्याको फलले गर्दाखेरि उहाँले अन्तर्ध्यानबाट विभिन्न रोगहरू भयो, अब कसैको भविष्यवाणीको बारेमा पनि अब अहिले चाहिँ भन्न सक्नुहुन्छ उहाँले। जस अहिले पछिल्लो समय यो श्रद्धालु भक्तजनका लागि पूजा व्यवस्थापनका लागि सहज वातावरणहरू, विकास निर्माणका कामहरू सँगसँगै अगाडि बढिरहेका छन्, त्यसका सन्दर्भमा प्रश्न पार्दिनुहोस् न। मुख्यतः यो भूगर्भ अवस्था यस्तै छ, भूगोलको अवस्था, यो छाया क्षेत्र शिव मन्दिरको अवस्था यस्तै छ। त्यसको लागि हामीले यो तल्लो बाटो जुन हामीले चौडा बनाएका छौँ र अहिले त्यो ठाउँबाट हामीले 108 जलधारा शिवलिङ्ग बनाउन पर्ने भएकोबाट त्यो ढुवानी सहज होस् र भक्तजनहरूलाई पनि मुख्यद्वार जलधारामा पुग्नलाई सहज होस् भनेर त्यहाँपट्टिबाट व्यवस्थापन गरेर जियोस्। अहिलेका यो महाशिवरात्रिमा हामीले पोहोर परारको भन्दा अहिले सहज भएको अनुमान गरिएको छ र भक्तजनहरू पनि अत्यन्त खुसी भएको अवस्था हामीले देखिरहेका छौँ। यहाँ कस्तो यो व्यवस्थापनका लागि कस्ता समितिहरू अर्थात् सुरक्षा व्यवस्थाहरू के कसरी खटाइएको छ, स्वयंसेवकहरू कसरी परिचालन गरिएको छ, त्यसको सन्दर्भमा जानकारी गराउनुहोस् न। यो छाया क्षेत्र शिव मन्दिरमा जो कोही आउन पनि
यहाँ आएर काम गर्नको लागि सेवा गर्नको लागि जो कोही पनि आतुर हुनुहुन्छ यहाँका अब हाम्रा सुरक्षाकर्मी साथीहरू स्वयंसेवक साथीहरू युवा क्लब साथीहरू महिला आमा समूहहरू को सँगसँगै अन्य भक्तजनहरू पनि जो आएर यहाँ दर्शन गर्न आउनुहुन्छ उहाँले पनि केही समयको लागि यहाँ स्वयंसेवकको रूपमा काम गरेर यहाँको भिड नियन्त्रणदेखि लिएर फोहोर अब अक्षता धूप दीप नैवेद्यलाई व्यवस्थापन गर्नलाई पनि उहाँहरूले एकदम सहयोग गर्नुभएको छ। जस यो सम्पन्न गर्नका लागि पूजा व्यवस्थापन गर्नका लागि कस्ता उपसमितिहरू गठन गरिएका छन्, कस्तो कस्तो खालको जिम्मेवारी प्रदान गरिएको छ त्यसको सन्दर्भमा जानकारी दिनुहोस् न। यो व्यवस्थापनको लागि हामीले यो छाङछाङदी छाया क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष को के अरे अध्यक्षतामा हामीले 1001 सदस्यीय उपसमिति हामीले गठन गरेका थियौँ, जसमा हाम्रो विभिन्न उपसमितिहरूलाई चाहिँ संयोजकको रूपमा खटाएर यो हरेक कुराहरूमा जस्तो अब दान सङ्कलन भयो, भिड नियन्त्रण भयो, खाजा व्यवस्थापन भयो र अन्य विभिन्न अब अतिथि सत्कारको लागि भयो, प्रसाद ग्रहणका लागि भए विभिन्न कार्यहरूका लागि हामीले संयोजकको रूपमा तोकेर अनि त्यसमा 5 सदस्यीय आवश्यकता अनुसार 10 सदस्यीय 11 सदस्यीय 15 सदस्यीय जस्तो भिड नियन्त्रणमा त हामीलाई धेरै आवश्यक पर्छ। यहाँ त बढी भिडलाई नै हामीले कसरी व्यवस्थापन गर्ने भन्ने जटिल खड्को छ। त्यसकारण त्यसमा अलिक बढी राखेका छौँ भने अन्य शीर्षकहरूमा उपसमितिहरू हामीले आवश्यकता अनुसार हामीले गठन गरेका छौँ। जस यो अहिले आज देश तथा विदेशबाट कतिपय सन्दर्भमा हामीलाई श्रद्धालु भक्तजनहरूले हेर्नु भएको छ र यो छाङछाङदीको यो भिड देखिसकेपछि यतिसम्म हेर्दै गर्दा श्रद्धालु भक्तजनहरूलाई लाग्न सक्छ हामी त्यहाँ पुग्न सकेनौँ। हाम्रो तर्फबाट पनि यहाँ कल्पना गर्न सक्नुहुन्छ, कल्पिन सक्नुहुनेछ। त्यस्ता व्यक्तिहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? अवश्य पनि तपाईँहरू जस्ता मिडियाहरू यहाँ उपस्थित भइदिनु भएको छ। अब विशेष गरी त अझ लक्ष्मी टेलिभिजन त प्रत्येक पर्वहरूमा उपस्थित भइदिनु हुनुभएको छ र यो सञ्चारको माध्यमले गर्दाखेरि देश विदेशमा रहनुभएका भक्तजनहरू श्रद्धालु भक्तजनहरू जो यहाँ अति यो ठाउँमा आउन पाए हुन्थ्यो भन्ने मन चाहना वचन कर्म हुँदाहुँदै पनि विशेष परिस्थितिको कारणले देशमा रहनुभएका विदेशमा रहनुभएका विशेष परिस्थितिको कारणले यो ठाउँमा उपस्थित हुन नसक्नु भए तापनि यहाँको शिवजीले उहाँहरूलाई अवश्य पनि शान्ति सुख समृद्धिको कामना गरिदिनुहुन्छ भन्ने मलाई विश्वास जागेको छ। धन्यवाद। आदरणीय दर्शक महानुभावहरू, उहाँ हुनुहुन्थ्यो श्री साङछाङदी छाया क्षेत्र शिव मन्दिर सेवा समितिका सचिव, अत्यन्तै शालीन व्यक्तित्व जसले यो मन्दिरका लागि अहोरात्र खटेर यो क्षेत्रको यो विकासका लागि धर्म संस्कार संस्कृति संरक्षण गर्ने अभियानमा कटिबद्ध रहेको देखिरहन पाइन्छ र सधैँ देख्न पनि पाइन्छ। यहाँलाई अझै शिव भगवानले आशीर्वाद प्रदान गर्दै यो क्षेत्रको सेवा गर्ने अझै सौभाग्य मिलोस् भन्ने पनि हामी कामना गर्न चाहन्छौँ। आफ्नो कार्यव्यस्तताका बावजुद पनि यो विशेष गरेर छाया क्षेत्र मन्दिर र जोडिएको शिवरात्रिको सन्दर्भमा यहाँले जानकारी गराइदिनु भयो, यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। धन्यवाद। हाम्रो लक्ष्मी टेलिभिजन लगायत हाम्रो टिकाराम सर र क्यामेराम्यान साथीलाई यो ठाउँमा आएर जुन प्रचार प्रसार गरिदिनु भएको छ, लाइभ कास्टिङ गरिदिनु भएको छ र यसले गर्दाखेरि यो ठाउँको विकासको लागि हजुरले टेवा पुर्याइदिनु भएको छ, त्यसको लागि मेरो व्यक्तिगत तर्फबाट र यो छाङछाङदी छाया क्षेत्र व्यवस्थापन समितिको सचिवको तर्फबाट मुरी धन्यवाद दिन चाहन्छु। धन्यवाद।
यात्रैमा पातै पातैमा हामीलाई पनि लैजाऊ शिव तिम्रै साथैमा यात्रैमा पातै पातैमा हामीलाई पनि लैजाऊ शिव तिम्रै साथैमा यात्रैमा पातै पातैमा हामीलाई पनि लैजाऊ शिव तिम्रै साथैमा यात्रैमा पातै पातैमा हामीलाई पनि लैजाऊ शिव तिम्रै साथैमा। आदरणीय दर्शक महानुभावहरू, हामी आज विशेष गरेर यो स्याङ्जाको मध्यभागमा रहेको छाया क्षेत्र मन्दिर जो यो पश्चिमाञ्चलकै पशुपति क्षेत्रको रूपमा विकास हुँदै गइरहेको छ र यहाँका धार्मिक व्यक्तित्वहरूले यसको विकास निर्माणका लागि अहोरात्र खटिरहनु भएको छ। हामीले विशेष गरेर शिवरात्रिको सन्दर्भमा र छाया क्षेत्रको महत्त्वको सन्दर्भमा कुराकानी गर्ने सन्दर्भमा यति बेला श्री साङछाङदी छाया क्षेत्र शिव मन्दिर सेवा समितिका अध्यक्ष अत्यन्तै धार्मिक शालीन व्यक्तित्व पिताम्बर श्रेष्ठी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। लक्ष्मीजी धन्यवाद। जस यो मन्दिरको विकास निर्माण सँगसँगै यस्ता मेला पर्वहरूको व्यवस्थापनका सन्दर्भमा तपाईँ अत्यन्तै बिहानैदेखि 2 बजेदेखि नै खटिरहनु भएको छ र यहाँ धेरै उपसमितिहरू बनाएर यसलाई सशक्त रूपमा सम्पन्न बनाउनका लागि खटिरहनु भएको छ। यो विशेष गरेर छाङछाङदी छाया क्षेत्रको महत्त्व के हो, आज विशेष गरेर शिवरात्रिको सन्दर्भमा जोडेर जानकारी गराउनुहोस् न। हजुर, सर्वप्रथम त आज महाशिवरात्रि यो पुण्य दिनमा यहाँ आउनुहुने सम्पूर्ण हजार श्रद्धालु भक्तजनप्रति मेरो हार्दिक नमन छ। म सबैलाई स्वागत गर्न चाहन्छु र आज यस आराध्य देव महादेवको जन्मदिनको रूपमा मनाइने महाशिवरात्रि पर्वले हामी सबै हिन्दूवासीहरूको कल्याण गरून् भन्ने मैले कामना पनि गर्न चाहन्छु। र यो छाङछाङदीको महत्त्व अथवा छाया क्षेत्रको महत्त्व भन्नाले मुख्य गरेर पौराणिक कथामै यसको उल्लेख भएको छ। श्री स्वस्थानी परमेश्वरी कथामा सतीदेवीको शेषअङ्ग पतन भएको ठाउँ मानिन्छ। सतीदेवीको पहिलो अङ्ग काठमाडौँको गुहेश्वरीमा पतन भयो भने अन्तिम अङ्ग आएर यो छाङछाङदीको छाया क्षेत्रमा पतन भयो र यहाँ शिवलिङ्ग उत्पत्ति भएको, यहाँ छाया क्षेत्रपीठ छत्रेश्वरी देवी पिशाचेश्वर महादेव उत्पत्ति भएको र यहाँ अष्टभैरव आदि देवताले आएर काल आदि देवता आएर तपस्या गर्दाखेरि यो वरदान मागेको भन्ने एउटा किंवदन्ती छ। त्यसले गर्दाखेरि यो धार्मिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण ठाउँ हो, पवित्र भूमि हो र श्री महादेवले थकाइले व्याकुल भएर यही पहाडमा त्रिशूल कोपेर जल वर्षा गराएर प्यास मेटाएको भन्ने पनि किंवदन्ती छ। र यो धार्मिक रूपले जति महत्त्व छ यसको त्यति नै पर्यटक रूपले यहाँ हेर्नुहोस्, यसको प्राकृतिक दृश्य हेर्नुहोस्, यत्रो चट्टानबाट कुदिएको गुफा जस्तो स्वतः निर्मित एउटा गुफा आकृतिको चट्टान छ, त्यसबाट उत्पत्ति भएर जल वर्षा भएको छ। त्यो जलले शिवलिङ्गलाई सेचन गर्न पाइने अवस्था छ। हामी आफै पनि स्नान गर्न सक्छौँ र कयौँ आज 10,000 दर्शनार्थीहरूले स्नान गर्नुभएको छ, पवित्र हुनुभएको छ। यस्तो पुण्यभूमि बिरलै ठाउँमा होलान्। हुन त सबै ठाउँमा आफ्नो आफ्नो महत्त्व छ, सबैको ऐतिहासिकता छ। मैले अब त्यो धार्मिक दृष्टिकोणले धेरै महत्त्वपूर्ण ठाउँहरू छन्, यहाँ पनि छन्, इन्डियामा पनि छन्। तर हाम्रो यो विभिन्न प्रचार प्रसार कमीले गर्दा यो ओझेलमा परेको हो र यो भूमिलाई अन्यत्र दान्दाखेरि यो हाम्रो धेरै दृष्टिकोणले, यसको प्राकृतिक दृष्टिकोणले, धार्मिक दृष्टिकोणले यो धेरै महत्त्वपूर्ण छ। र भन्नुपर्दा छाया क्षेत्र सतीदेवीको शेषअङ्ग पतन भएको, छाङछाङ गर्दै पानी झरेको र यहाँ मगर भाषीहरू अथवा मगर दाजुभाइहरूको पनि बस्ती भएको हुनाले मगरले पानीलाई डी भन्ने हुनाले छाङछाङदी हुँदाहुँदै छाङछाङदी भएको भन्ने किंवदन्ती छ। र अहिले यो छाङछाङदी छाया क्षेत्रको नामले प्रख्यात भइरहेको छ। पछिल्लो समय जिल्लाभन्दा बाहिरबाट देश तथा विदेशबाट पनि श्रद्धालु भक्तजनहरू यो मन्दिरका लागि दर्शन गर्ने आउने गरेको हामीले पाएका छौँ। त्यसको सन्दर्भमा यहाँहरूले कस्तो खालको व्यवस्थापन मिलाउनु भएको छ, आज यो सम्पन्न गर्नका लागि कस्ता उपसमितिहरू तयार गर्नुभएको छ, विगतमा भन्दा यो वर्ष नयाँ विषयवस्तुहरू के थप गर्नुभएको छ, त्यसको सन्दर्भमा जानकारी गराउनुहोस् न। यहाँ अहिले हामी देखिरहेका छौँ, हामी 3टा प्रदेशबाट भक्तजन आउनु भएको छ। गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पनि आउनु भएको छ। त्यसले गर्दा यो धेरै ठाउँबाट अब यसको प्रचार प्रसार भएको र महिमा बढ्दै गएको छ र त्यही किसिमबाट दर्शनार्थीको भिड पनि बढेको छ। त्यसले गर्दाखेरि उहाँहरूको व्यवस्थापनको लागि हाम्रो यहाँ करिब 15-16वटा हाम्रो उपसमिति बनाएर हरेक उपसमितिले आफ्नो आफ्नो जिम्मा पुरा गर्नु भएको छ।
यहाँ तपाईँको रङरोगनदेखि लिएर ध्वजा पताका सरसफाइ जलधारा व्यवस्थापन भिड व्यवस्थापन आर्थिक सहयोग व्यवस्थापन धेरै कुराहरू मन्दिरमा भेटी सङ्कलन गर्ने भनौँ न मैले भने 15-16वटा हाम्रो उपसमिति हामी गठन गरेका छौँ सबैले आफ्नो आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको छ र हामी यहाँसम्म आइपुग्दा विगतको दिनहरूभन्दा मैले धेरै न यो अहिलेको आजको शिवरात्रिमा धेरै व्यवस्थित भएको मैले पाएँ म आफै पनि किनकि धेरै दर्शनार्थीहरूको गुनासो हुन्थ्यो हामी 5 घन्टा 6 घन्टा लाइनमा बस्नु पऱ्यो भन्नुहुन्थ्यो मैले सोधिराखेको छु बढीमा 1 घन्टाभन्दा लाइनमा बस्नु परेको छैन भनेर भन्नुभएको छ त्यसले गर्दाखेरि धेरै साथीहरूको मद्दतबाट र बाहिरबाट आमा टोली आउनु भएको छ युवा क्लब आउनु भएको छ तपाईँको विश्व हिन्दू महासङ्घको आउनु भएको छ रोटरी क्लबको आउनु भएको छ स्वयंसेवकहरू त्यस्तै गरी सुरक्षाकर्मीहरू सिभिल आउनु भएको छ जनपद सशस्त्र आउनु भएको छ धेरैको सहयोगबाट आजको चाहिँ यो महापर्वलाई हामीले सम्पन्न गर्न गइरहेका छौँ अहिलेसम्म अत्यन्त शान्त तरिकाले बिना होहल्ला बिना भिडभाड भइरहेको छ दर्शन गर्ने जाने आउने चलिरहेको छ र हाम्रो भावी कार्यक्रममा हामीले यहाँ धेरै कुराहरू गर्न खोजेका छौँ हामी 108 जलधारा 108 शिवलिङ्ग त्यसको लागि पूर्वाधार निर्माण गरिसकेका छौँ अब पानी ट्याङ्कीको व्यवस्थापन र जलधाराको लागि त्यो गौमुखको व्यवस्थापन गर्न मात्रै बाँकी छ र त्यो अब हाम्रो अहिले नयाँ कार्यक्रम भयो त्यस्तै गरेर अब हामीले हाइवेबाट यसको मूलद्वार सिद्धार्थ राजमा जोडिएको छ त्यहाँबाट यत्रो पहाड कटिङ गरेर हामीले यहीँ जोड्न हामीले खोजिरहेका छौँ यहाँ थुप्रै अब हाम्रो अरू निर्माणको कामहरू चलिरहेको छ विभिन्न मठ मन्दिरहरू बनाएर मूर्ति स्थापना गर्ने मैले यो क्षेत्रलाई यो शिवलिङ्ग अथवा शिवजीको महिमा भएको यो क्षेत्रलाई शिवलिङ्ग उत्पत्ति भएको र विशेष गरेर शिवकै महिमा भएको भए तापनि यहाँ सबै प्रकारका देवदेवताहरूलाई स्थापना गर्ने र हरेक पर्वमा तपाईँको एकादशीमा विष्णुनारायणको कृष्णाष्टमीमा कृष्णको गरी यस्तै भनौँ न अरू थुप्रै अब हाम्रो आस्थाको केन्द्र भगवानहरू हुनुहुन्छ ब्रह्मा विष्णु महेश्वर लगायत अब राम मन्दिर कृष्ण मन्दिर विश्वकर्मा मन्दिर होइन हनुमान मन्दिर यी सबै कुराहरूलाई एकै ठाउँमा यो गेटबाट पसेपछि हरेक खालको पर्वमा हरेक धार्मिक पर्वमा यहाँ मेला लागोस् यहाँ पर्व लागोस् र आएर दर्शन गर्न पाउन् हरेक अब हामी त हिन्दूहरूमा आश्रित सबैजनाले विभिन्न धार्मिक पर्वहरूमा मनाउने चलन छ यो यहाँभित्र पसेपछि सबै खालको धार्मिक पर्वहरू मनाउन पाइयोस् भन्ने त्यस्तो हेतुले मैले यहाँको निर्माणमा म जुटिराखेको छु जस विगतको तुलनामा अहिले जिल्लाभन्दा बाहिरबाट आउने भक्तजनहरूका लागि बस्ने खाने व्यवस्थापन समितिले मिलायो भन्ने कुराहरू आएको छ र ज्येष्ठ नागरिक अशक्त भिन्न क्षमता भएका अपाङ्गहरूका लागि पनि यहाँहरूले निःशुल्क दर्शन गर्ने छिटो द्रुत बाटोको सन्दर्भका कुराहरू पनि आएका छन् त्यसको सन्दर्भमा नै प्रश्न पारिदिनुहोस् न हजुर निश्चित रूपमा हामीसँग अहिले लगभग भवनको पूर्वाधार तयार यो मेलाको अवलोकन गर्नुहुनेछ अर्थात् स्नान गर्नुहुनेछ दर्शन गर्नुहुनेछ र कति जति आर्थिक सङ्कलन गर्ने अपेक्षा यहाँहरूले लिनुभएको छ हाम्रो अनुमान त यहाँ अहिलेसम्म लगभग 10,000 जनाले दर्शन गरिसक्नुभयो अब 8-10,000 आउनुहुन्छ भन्ने अनुमान हो यसले गर्दा करिब 20,000 जनसङ्ख्या हुन्छ भन्ने हो त्यो अनुमान कति हुन्छ अलिकति थोरै अहिले विभिन्न ठाउँमा जस्तै वालिङमा पनि मायाज्ञ भएको हुनाले केही कमी पनि हुनसक्छ र आर्थिक दृष्टिकोणले त हामीले त्यही 5 लाख प्लस हामीले जम्मा गर्न सक्छौँ भन्ने हामीलाई लागेको छ जस कतिपय सन्दर्भमा देश तथा विदेशबाट हामीलाई अहिले हेर्दै हुनुहुन्छ र यो मन्दिरका लागि दान पेटिका अथवा दान दक्षिणा गर्न चाहनुभयो भने उहाँहरूका लागि यहाँहरूले कुनै अनलाइन सेवा अर्थात् ब्याङ्क खाताहरू मोबाइल पे जस्ता कुराहरूमा व्यवस्थापन गर्नुभएको छैन यस्ता कुराहरू पनि उठ्न थालेका छन् आजभोलि त्यसको सन्दर्भमा जानकारी गराउनुहोस् न हामीले एउटा आर्थिक सङ्घलाई हामीले अनलाइन व्यवस्थापन गरेका छौँ क्युआर कोड मार्फत त्यो गर्न हामी गर्ने हुनाले माछापुच्छ्रे ब्याङ्कबाट क्युआर कोड प्राप्त भइसकेको छ र केही जम्मा पैसा भइसकेको पनि छ र जहाँ जो भए पनि मैले उहाँहरूलाई हार्दिक नमन गर्न चाहन्छु यदि आज यस्तो शुभ दिन यस्तो पवित्र धार्मिक दिनमा केही दान दक्षिणा गर्ने हो भने अनलाइन मार्फत पनि गर्न सक्नुहुन्छ कतिपयले हाम्रो खाता नम्बर पनि छ ब्याङ्कमा अकाउन्ट खोलेका छौँ त्यो मार्फत पनि गर्न सक्नुहुन्छ र उहाँहरूलाई मैले हार्दिक नमन गर्न चाहन्छु त्यस्तो हुन चाहेमा उहाँहरूले गर्न सक्नुहुनेछ विगतको तुलनामा अहिले नयाँ व्यवस्थापन के कस्ता खालका कुराहरू समेट्नु भएको छ त्यसको सन्दर्भमा जानकारी गराउनुहोस् न होइन हामी सबै क्षेत्रमा अलिकता एउटा विज्ञ साथीहरू प्रतिष्ठित साथीहरू मान मर्यादाले मात्रै होइन कामले प्रतिष्ठा लिएका साथीहरूलाई हामीले समितिभित्र राखेका छौँ
हरेक क्षेत्रमा अनुभव प्राप्त गरेका होइन, एक्स आर्मीदेखि लिएर नेपालबाट शिक्षक समुदायबाट निक्लेका, नेपालका विभिन्न निजामती कर्मचारी सेवाबाट आफ्नो पदीय दायित्व पुरा गरेर निक्लेका सबै साथीहरू समेटेर हामीले नयाँ अहिले व्यवस्थापन समिति गराएका छौँ र सबैले आफ्नो आफ्नो क्षेत्रबाट उत्तिकै मद्दत गरिराख्नु भएको छ। हामीलाई यति बेला देश तथा विदेशबाट हेरिरहनु हुने दर्शक महानुभावलाई अन्त्यमा यो शिवरात्रि सँगसँगै शुभकामनासँगै अध्यक्षको भूमिकाबाट के भन्न चाहनुहुन्छ? मैले सर्वप्रथम त आज यस्तो महत्त्वपूर्ण धार्मिक दिनमा जो यहाँ आउन सक्नुभयो उहाँहरूलाई यहाँ आएर आफ्नो स्नान गर्नुभयो, धर्म प्राप्त गर्नुभयो, चित्त शान्ति गर्नुभयो, जो आउन सक्नु भएन उहाँहरूलाई यही केबलबाट हेरेर आज यस्तो मेला लागेको रहेछ यो पवित्र दिनमा भनेर यहाँबाट उहाँहरूले यो हेरेर भए पनि सन्तुष्टि लिनुहोला र यसको प्रगतिको लागि, यसको प्रवर्धनको लागि सबैले मनले जति सक्नुहुन्छ त्यति दान गर्ने एउटा वचन गर्नुहोस्। म त मुठी दानको अभियान चलाउँ भनिराखेको छु। हाम्रा यो जिल्लावासीहरू, यो जिल्लाबाट बाहिर गएका जिल्लावासीहरू र अन्य आम हिन्दू नागरिकहरू सबैलाई आह्वान गर्न चाहन्छु, तपाईँहरूको दानले, तपाईँहरूको सीताले शीत उभाएर घैला भरिन्छ भने जस्तै हामी सीता उठाउन चाहन्छौँ र सबैले मिलेर यो पुण्यभूमिको प्रवर्धन गरौँ, अझै हामी आध्यात्मिक बनाउँ। सर्वत्र विश्वमा भौतिक उन्नतिले सारा मान्छेहरू दुःखी भएको अवस्था छ। अब हामी आध्यात्मिक चिन्तन नलाएसम्म हाम्रो जीवनको सार्थकतै हुँदैन। कोही पनि मान्छे भौतिक प्रगतिले खुसी हुँदो रहन्छ, आखिर उसले चाहिने शान्ति नै छ, अध्यात्मै चाहिन्छ। त्यही भएर यो अध्यात्मलाई, यो अध्यात्मवादलाई हामीले अझै अगाडि बढाउँ, सबैले यसबाट चित्त शान्ति गरौँ। वर्ष दिनमा केही समय 2-4वटा जुन धार्मिक पर्व पर्छ त्यसमा आउने गरौँ। यसको अझै हामीले सरसल्लाह सुझाव दिएर हामीलाई के गर्न उपयुक्त हुन्छ दर्शनार्थीको लागि, अरू अन्य कुराहरूलाई त्यो सुझाव पनि पाऊँ भन्दै सबैले आफ्नो आफ्नो क्षेत्रबाट धेरै थोरै आर्थिक मद्दत गरिदिनु भने पनि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। आफ्नो कार्य व्यस्तताका बावजुद पनि हाम्रो लक्ष्मी टेलिभिजनमा आज विशेष गरेर शिवरात्रि को महत्त्वसँगै यो हाम्रो छाया क्षेत्रको सन्दर्भमा जानकारी गराइदिनु भयो। यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। आदरणीय दर्शक महानुभावहरू, उहाँ हुनुहुन्थ्यो श्री छाङछाङदी छाया क्षेत्र शिव मन्दिर सेवा समितिका अध्यक्ष, अत्यन्तै धार्मिक व्यक्तित्व पीताम्बर श्रेष्ठज्यू। उहाँले आफ्नो कार्य व्यस्तताका बावजुद पनि हामीलाई यो विषयवस्तु जानकारी गराउनु भयो। यहाँलाई हार्दिक धन्यवाद टक्राउन चाहन्छु। धन्यवाद। तपाईँहरू यस्तो मिडियाबाट हामीले धेरै मद्दत पाएका छौँ। हामीले केही दिन सकेका छैनौँ, तर तपाईँहरूकै कारणले आज जे जति भएको छ, प्रचार प्रसारकै कारणले भएको छ। मुरी म धन्यवाद दिन चाहन्छु लक्ष्मी टिभी लगायत अन्य यहाँ आउने सबै मिडियाकर्मीहरूलाई। धन्यवाद। धन्यवाद। म नवराज पौडेल, विश्व हिन्दू युवा सङ्घ स्याङ्जाको जिल्ला अध्यक्ष। आज सर्वप्रथम सबैजनालाई, भक्तजनहरूलाई म यो शिवरात्रिको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सर्वप्रथम विश्व हिन्दू युवा सङ्घले स्याङ्जामा रहेर विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। धार्मिक जागरण कार्यक्रमदेखि लिएर हामीले संस्कृत पुस्तकालय निर्माणदेखि लिएर त्यस्तै हामीले चाहिँ विद्यालय तहमा चाहिँ नैतिक शिक्षा लागू गराउनुपर्छ भन्ने कुराहरू हामीले चाहिँ उठाइरहेका छौँ। त्यस्तै गरेर यस छायाक्षेत्र मन्दिरमा पनि हामीले विश्व हिन्दू युवा सङ्घको नेतृत्वमा श्री योगी नारायण संस्कृत पुस्तकालयको चाहिँ हामीले निर्माण गरिसकेका छौँ। अहिले हामीले त्यो पनि हेर्न सकिनेछ। यहीँ आएर हामीले चाहिँ अब केही समय पश्चात हामीले यहाँ आएर एउटा भाषा कक्षा, संस्कृत भाषा कक्षा चाहिँ सञ्चालन गर्ने कुराहरू हामीले चाहिँ उठाएका छौँ। र त्यसलाई चाहिँ हामीले चाहिँ अगाडि बढाउने कुरा, छिट्टै नै हामीले चाहिँ अगाडि बढाउने कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। त्यस्तै अब विश्व हिन्दू महासङ्घ भिरकोटको नेतृत्वमा यो हामीले देख्न सक्छौँ, यो त्रिशुल छ। यो त्रिशुल चाहिँ निर्माण भएको थियो, त्यसमा पनि विश्व हिन्दू युवा सङ्घले चाहिँ हातेमाले गरेको थियो। र त्यस्तै विश्व हिन्दू युवा सङ्घले आगामी दिनहरूमा रहेर धर्म रक्षाको लागि चाहिँ विभिन्न कार्यक्रमहरू गर्ने पनि योजना बनाएको छ। त्यस्तै हामीले के गरिरहेका छौँ भने अहिले पछिल्लो समय गौ संरक्षणको निमित्त हामीले एउटा कार्यक्रम लिएर हिँडिरहेका छौँ, गौ संरक्षण अभियान। र त्यसका लागि चाहिँ म स्याङ्जा जिल्लाभरिका म गौशाला निर्माण अभियानमा जोडिनु भएका सम्पूर्णलाई म के भन्न चाहन्छु भन्दा, हामीले जुन नेपालमा पाइने गाई माता हुनुहुन्छ उसको चाहिँ एकदम महत्त्व छ। र हामीले चाहिँ यही गौमूत्र, पञ्चगव्य लगायतका कुराहरूबाट चाहिँ हामीले मनज्ञ आम्दानी, गाईबाट पनि हामीले मनज्ञ आम्दानी गर्न सक्नेछौँ भन्ने कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। त्यस्तै हाम्रो एउटा महायज्ञ पनि चलिरहेको छ वालिङमा यही गौ संरक्षणको निमित्त। त्यस्तै गरेर जिल्लाव्यापी नै हामीले चाहिँ यो अभियान पनि चलाएका छौँ। त्यस्तै हामीले 11वटै पालिकामा संस्कृत पुस्तकालय बनाउने अभियान छ, जुन अनुरूप चाहिँ हामीले यस
बिरकोट नगरपालिका वार्ड नम्बर 4 छाया क्षेत्र मन्दिरमा चाहिँ हामीले चाहिँ बनाएका छौँ। त्यस्तै यो जिल्लाव्यापीकरण जिल्लाव्यापी रूपमा चाहिँ हामीले चाहिँ बनाउने कुराहरू पनि म भन्न चाहन्छु। र धर्म केही समय अगाडि चाहिँ हाम्रो पृथ्वी जयन्तीको अवसरमा पनि हामीले स्याङ्जाका विभिन्न पालिकाहरूमा चाहिँ ज्ञापन पत्र बुझाएका थियौँ। त्यो अनुरूप स्याङ्जाका अधिकांश पालिकाहरूले चाहिँ विधाको कुरा गरिसकेका थिए र पछि सरकारले पनि त्यसको सार्वजनिक विधा दियो। त्यसका लागि म नेपाल सरकारलाई म हार्दिक धन्यवाद र स्याङ्जाका स्थानीय तहलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा धर्म रक्षाका लागि र पछिल्लो समय चाहिँ हाम्रो सनातन हिन्दू धर्ममाथि चाहिँ भएको अतिक्रमणका लागि चाहिँ विश्व हिन्दू महासङ्घ स्याङ्जा सदैव लड्ने कुरा पनि म प्रतिबद्धता जनाउँदै मेरा कुरा यहीँ टुङ्गाउँछु। हस्त धन्यवाद। काट्ने भटाभट जय शिवाजी जय शिवाजी आदरणीय दर्शक महानुभावहरू, हामी तपाईँलाई निरन्तर रूपमा यो स्याङ्जाको मध्यभागमा रहेको छाया क्षेत्र शिव मन्दिरमा रहेर आज विशेष गरेर साङसाङदीको महत्त्वसँगै शिव महिमा यो शिवरात्रिको सन्दर्भमा कुराकानी गऱ्यौँ। यहाँको विभिन्न विषयवस्तुहरू प्रस्तुत गऱ्यौँ। हामीलाई यति बेरसम्म हेरेर साथ दिनुभयो। यस्तै जानकारीमूलक विषयवस्तुहरू लिएर यहाँहरूको टेलिभिजन सेटमा उपस्थिति वाचा गर्दै यति बेला प्राविधिक मित्र हरि अर्यालका साथ म प्रस्तुता टिकाराम अधिकारी छाङछाङदी क्षेत्र छाया क्षेत्र मन्दिरबाट उज्जवल पर्न चाहन्छु। तपाईँ पनि हेर्दै गर्नुहोला लक्ष्मी टेलिभिजन। नमस्कार।